बिहानी गाइस, भर्खरै शुभ बिहानी भइरह। यहाँ मेरो चाहिँ भर्खरै उठेको कति बजेको नि 8:57 भएछ। अनि अब चाहिँ हामी पिकनिक जानलाई रेडी हुन्छौँ। दिदी र अनि अङ्कल चाहिँ सामानहरू किन्न जानुभएको छ। अनि हामी भने यहाँ सुतेर बसेछौँ। हिजो यस्तो धेरै नाचेर होला यस्तो दुखियो खुट्टा। भोलि वहाँ जान छ अनि आज यस्तो छ हालत, के गरौँ भन्नु न गाइस। मैले भोलि त जानै मन छैन बित्तिकै पनि मलाई। यस्तै चलिरहेको जिन्दगी गाइस। अनि घाम चाहिँ चडक्क लाग्यो तर जाडो पनि भएछ अलिअलि, चिसो हावा आइरहेको के। डाँडा पाखा छ नि त। अनि हामी दिदी चाहिँ मस्त वाउ, हाम्रो करेवाला भाइ त आज यही सर्ट लाएर जाने हो। धेरै जाडो भयो क्या भाइ तिमीलाई? यो कराई त भएन, यसमा त अलि मस्त लेबिल लाउनुपर्छ। खरानी सरानी लाएर अनि बल्ल हुन्छ भाइ। बडालेको पनि छैन आज त बिहान भने। अरू केही पर्छ भाइ? ल म लिएर आउँछु। अनि पुनम लिन जान्छु ल म। ल चिसो आइरहेको क्या। यहाँ कुर्ता लाएर जाने हो किन म धेरै लुगा फेरि होइन। ह्याप्पी बर्थडे टु यु। हाम्रो सानो भाइ चाहिँ यहाँ सुते छिन्। उठ भन्दा नि मान्दैनन्। ऊ बिना कसरी जाम हामी। म त जान पनि सक्दिनँ। म